जेनजी मुभमेन्टपछि चाहिँ र अरू संरचनाहरू ध्वस्त हुनु त्यसमा मन लागेन। तर टुरिज्मको पर्सपेक्टिभबाट चाहिँ अब ठुल्ठुलो वर्ल्ड क्लास होटेलहरू पनि जस्तै हिल्टन, हायटहरू जस्तो पनि डिस्टर्ब भयो। र मेरो विचारमा चाहिँ सिंहदरबार जलेको भन्दा बढी चाहिँ टुरिस्ट चाहिँ हिल्टन होटेल जलेर त्यो कारणले गर्दाखेरि नेपाल आउँदैनन्, किन भन्दाखेरि उनीहरू बस्ने ठाउँमै सेफ छैन भन्ने सोचेर। अनि हो यो भनिरहँदाखेरि चाहिँ अहिले एकदमै धेरै इन्सुरेन्सको कुराहरू पनि आइरहेको छ। अब योबाट हामीले क्यान वी रिगेन द कन्फिडेन्स अफ द इन्भेस्टर्स? अब इन्भेस्टर्सको कन्फिडेन्स हामीले कसरी दिने त? अब ब्याङ्किङ सेक्टरलाई रिप्रेजेन्ट गर्नुभएको कारणले चाहिँ मैले त्यो सोध्न खोजेँ। अब इन्भेस्टर्सहरूलाई चाहिँ कसरी हामीले कन्फिडेन्स दिने त? के उपाय होला? धन्यवाद सर। मैले सुरुमा चाहिँ कहाँबाट सुरु गर्छु भने सरले कहाँ जानु भएको छ भनेर सोध्नुभयो। मलाई यहाँ भाइ बहिनीहरू नबोल्दाखेरि मेरो छोरी तपाईँहरूकै यस्तो छ, अहिले एमबाग कलेजमा पढ्छ। अस्ति तिहारको बेलामा ऊ चाहिँ म बाहिर निस्किन्छु म्याम के अरे मम्मी भन्दाखेरि मैले पठाइनँ कि त्यो छ कि उहाँहरू बिचरा तिमीहरू तपाईँ कहीँ घुम्नु हारिन्छ होइन नि। कतिपय प्यारेन्ट्ससँग पैसा छैन, कतिपय प्यारेन्ट्स पैसा भएका प्यारेन्ट्ससँग पनि कन्फिडेन्स छैन कि मेरो छोरी बच्चालाई 5-7 दिनको लागि साथीसँग म छोडिदिन सक्दिनँ क्या आजको दिनमा, म एज एजुकेटेड प्यारेन्ट्स भइकन पनि। त्यसमा यो बाध्यता छ हाम्रो। हामी बिचरा भाइ बहिनीलाई चाहिँ तपाईँहरू कहाँ घुम्नु भएको छ, त्यहाँ पनि घुम्नु भएको छैन, यो सौरा पनि घुम्नु भएको छैन। सौरा पुग्नलाई त राम्रै खर्च लाग्छ नि सर। 5,000 घटी एक रातको एउटा होटेलमा चाहिँ पाइँदैन। अनि जानु पऱ्यो, घुम्नु पऱ्यो, खानु पऱ्यो, बाबुआमाले पर्मिसन दिनु पऱ्यो, अनि सुरक्षा हुनु पऱ्यो। हाम्रो रियालिटी चाहिँ फरक छ कि त्यस कारण त्यतिको त्यति घुमेका छैनौँ त्यो होइन। म यति नै सम्बोधन गरेँ तपाईँहरूलाई। म तपाईँको साथमा छु है। र अर्को कुरा चाहिँ